गाइस लस्सु फेप्ला न्यू डे न्यू ब्लगमा वेलकम छ हजुरहरूलाई। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ ह्याप्पी न्यू इयर सबैजनालाई। अनि आजको ह्याप्पी न्यू इयर चाहिँ कस्तो भयो हजुरहरूको? मेरो चाहिँ एकदम बबाल भयो। आन्टी र माइजूसँग यसो घुम्न गएको थियो ह्याप्पी न्यू इयरमा चाहिँ, रमाइलो भयो। अनि ब्लग आउँछ हेरिदिनुहोस् होला। अनि हामी चाहिँ यसो मासतिर जाँदैछु, हेर्न सक्नुहुन्छ हाम्रो भ्यू चाहिँ एकदम राम्रो छ। अनि यता हुनुहुन्छ हाम्रो माइजू र यसरी गर्नु न। आज न्यु इयरको दिनमा हामी चाहिँ यसो घुमिरहेको, घुमघाम चटपटे र समोसा चाहिँ खाएर हामी चाहिँ हिँडिरहेको छु। यहाँ चटपटे पसलमा आएको अनि मिठाई छ, मिठाई हामी किन्न आएको। हामी चाहिँ घुमेर सकिसक्यो। अब फेरि उता मासतिर आफ्नो घरतिर जाँदैछु, हेर्नुहोस् होला। हामी चाहिँ घुमेर सकिसक्यो अनि हामी चाहिँ अहिले घर जानको लागि यता जङ्गलको बाटो जाँदैछु। अनि हाम्रो भ्यूहरू चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि हामी चाहिँ जाँदैछु, माइजू, म अनि आन्टी। एकदम इन्जोय आजको दिन चाहिँ न्यु इयर रे। अनि त्यही हामी चाहिँ यस्तो बाटोमा हिँड्दैछु है। गाई चरो हेर्न सक्नुहुन्छ बारीमा, त्यो पनि सुर्तीहरू हेर्न सक्नुहुन्छ। अनि हाम्रो माइजू चाहिँ हिँड्दै हुनुहुन्छ अनि म पनि छु। तर हाम्रो आलीको बाटो चाहिँ लास्टै नहुने छ है। यता हाम्रो तोरी हेर्न सक्नुहुन्छ हाम्रो गाउँको। अनि हामी चाहिँ जाँदैछु यसो इन्जोय पारा के अझ आलीको बाटो जानेले घर चाहिँ उता बाटोबाट नजाएर यता आलीको बाटो हामी बारीबाट जाँदैछु घर। हाम्रो जङ्गलहरू चाहिँ हेर्न सक्नुहुन्छ है हजुरहरू पनि आउनुहोस् होला। हामी फाइनल्ली तोरी बारी भेट्न आएको हेर्न सक्नुहुन्छ हाम्रो आन्टी चाहिँ। अनि माइजू पनि यता हुनुहुन्छ, तोरी बारी पनि यता छ राम्रो। अब हामी घर पनि पुग्न लागिसक्यो। आजको दिन चाहिँ एकदम बब्बाल भयो। आज चाहिँ ह्याप्पी न्यु इयर थियो। अनि माइजूहरूसँग यसो घुम्न गएको, यसो घरमा बस्नु कति भनेर। अनि छुट्टी भयो अनि त्यो घुमेको थिएन। अनि आज चाहिँ माइजूसँग घुम्न गएको। अनि त्यसो हामी चाहिँ तोरीबारीहरू हल्का, हाम्रो चाहिँ हल्का फोटो सुट भयो तोरीबारीमा। अनि हाम्रो माइजूहरू चाहिँ वहाँ, वाह माइजू यहाँ भ्लगमा आउँछ फेरि। वेलकम छ है मेरो भ्लगमा आजको। थ्याङ्क यू सो मच। स्पेसलमा अनि हामी चाहिँ रमाइलो एक्स्ट्रा के गरौँ भनेर थाहा नभएर बारी तोरीबारी मार्दै हिँडेको होइन गाइस। आज चाहिँ हामी तोरीबारीमा हल्का फोटो पनि खिच्यो अनि हल्का रमाइलो गर्यो माइजू आन्टीहरूसँग चाहिँ। यस्तै भयो हाम्रो दिनको सुरुवात चाहिँ, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ हिँड्दैछु, यसो फोटोसोटो खिचिसक्यो। अब हामी चाहिँ जाँदैछु घरतिर। चुरोट पनि खतरा कि, त्यो पनि काठको चुरोट देखाउनु न एकचोटि। चुरोटमा फिल्टर पनि छ गाइस हो, चाहियो भने अर्डर गरौँ है। एकदम कस्तो रहेछ त्यो चुरोट? एकदम अब चाहिँ हामी घर पनि पुग्न लागिसक्यो। हाम्रो घर चाहिँ ऊ पारी हो। अनि हामी चाहिँ अहिले जाँदैछु, एकछिनमा चाहिँ ल्याउँछ हजुरहरूलाई पुगेपछि। अनि हेर्न सक्नुहुन्छ आजको दिन चाहिँ, आज चाहिँ कति दिनपछि घाम लागेको होइन माइजू? आज कति दिनपछि घाम लागेको होइन हाम्रो यता? आधी महिना जस्तो भयो होला है, 15 दिन 20 दिन जति भयो होला। अनि आज त कपडा पनि सुक्छ। अनि सुक्दैन, अलिअलि चाहिँ सुकिन्छ अलि। तर आज धुएन मैले त आज भेटेपछि चाहिँ छिट्टै मजा आउँछ है गाइज। तपाईँहरू नै आउनु सक्नुहुन्छ। बेलामा यसो हल्का रमाइलो, मान्छेहरू चाहिँ कता कता गएर घुमेर रमाइलो गर्छन् है। हामी चाहिँ रमाइलो गरिरहेछौँ ल गाइज। म पनि अनम्यारिड भएको भए त खत्रै तरिकाले एकदम हामी चाहिँ एकदम खेतबारी इन्जोय गरेको। अरूहरू चाहिँ कहाँ गयो पार्टी खान, अनि हामी चाहिँ यसो खेतबारीमा इन्जोय गर्न आएको होइन त माइजू। आजको दिन चाहिँ एकदम बब्बाल भयो। हामी यसो मासतिर घुम्न गएको थियो अनि समोसा चटपट पनि खायो। अनि हामी चाहिँ यसो आलीको बाटो आएको। अनि माइजू आन्टीहरूसँग चाहिँ कति दिनपछि भेट भएको थियो। अनि माइजू र आन्टीहरू चाहिँ हिँड्दै हुनुहुन्छ। अब हाम्रो घर पनि आउन लागिसक्यो। आजको ब्लग चाहिँ यतिमै एन्डिङ गर्न चाहन्छु। हजुरहरूले माया गरिदिनुहोस् होला, पुनम ललुङबालाई चाहिँ एकदम सपोर्ट गरिदिनुहोस् होला। अनि लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। आजलाई चाहिँ यति नैमा बाई बाई भन्नु